भएन हेलो गाइज वेलकम ब्याक टु द हाम्रो अब भेनाको ढलाइको ब्लग है र अहिले चाहिँ हामी हेडीसेडी भएर यहाँ देखाइदियो हाम्रो कुकुरलाई यहाँ हाम्रो कुकुर छ हो अन्त आज चाहिँ हामीले माइक साइक यहाँ हाम्रो चाहिँ मिमी हुन्छ मिमी देखाइदिए मिमी बाई भनिदिनु ल हेर्दै जानुहोस् यसरी नै अब ब्याक ब्याक हाम्रो यहाँ चाहिँ हाम्रो घरहरू त देखेको होला तपाईँहरूले है हाम्रो भ्यूहरू यस्तो छ भ्यू देखाइदिए भाइ ऊ ब्याक आमा देखाइदिए यस्तै छ हो अब हुँदैछ होइन आइज आइज यो माइक चाहिँ हाम्रो एलडी बुले स्पोन्सर गरेको मलाई हो एकदम गोप्रोमा हाल्नु भनेर चाहिँ फोनको माइक किनिदिइरहेको छ हो ठिकै छ यहाँ आज हाम्रो कलेक्सन त्यस्तो छ है यो देखाइदिहाल यहाँ पनि एउटा बाइक छ हो यो चाहिँ हिमालयन 450 नयाँ मोडल यहाँ छ मेरो खास बाइक यो चाहिँ धुइस क्या हो यहाँ चाहिँ एकदम दामी बाइक यो चाहिँ अब चाहिँ हामी यो चाहिँ मेरो बाइक देखिरहेको सबैले है पाब्लो देखाइदिनु मेरो पाब्लोलाई अन्त अब यस्तै छ हो यहाँ अब जाने चाहिँ हामी एमा हो अब यही हो नि त खास बाइक हाम्रो ठिकै छ होइन र यसरी नै अब हामी ढलाइमा भेट्ने छौँ है गाइस ल गाइस हेर्दै गर्नुहोस् होला ल त गाइस अहिले पनि हामी हिँडिसकेको छौँ है यहाँबाट चाहिँ दाजुभाइ ढलाइमा हो अब ढलाइ कस्तो हुन्छ हेर्दै जानु होला ब्रेक ब्रेक लुलो भएको छ होइन लुलो भन्दा हल्का ज्याम्मै रोकेर चाहिँ हल्का छिटै रेडी सेडी वेलकम ब्याक टु द भ्लग भइरहेको छ अहिले चाहिँ बिहानैका बिहानै यो चाहिँ हाम्रो जाने बाटो हो गाउँठाउँ यस्तो पिस छ हाम्रो चाहिँ हो हाम्रो बाइकको भ्यू चाहिँ छ नि त एकदम स्टन या एकदमै चिसोमा मजा आइरहेको छ अहिले चाहिँ मेरिदा पनि तलबाट टक्कै हो यस्तो रड्डी भइरहेको छ जाडोमा लगाइ चाहिँ अहिले भेटौँ लु यहाँ चाहिँ अहिले आइरहेको छ हाम्रो मिस्त्री बेलुका मिस्त्री रहेछ यता चाहिँ हाम्रो मामु बढिया रहेछ त यहाँ चाहिँ यसो ढलाइ गर्ने जग्गामा आम्बो रुबेन दा यता रुबेन दालाई सकेको है घर चाहिँ हाम्रो सुर्दा आम्बो बिहानै मुक्चुक के बुबु यही छ के बुबु हल्का यहाँ के दा यहाँ हेर्नु न यसो आम्बो यहाँ हाम्रो भेनाहरू छ हो ढलाइ गर्ने घर चाहिँ यही हो यस्तै छ हो सजिलो पर्ने रहेछ यहाँ है अलिक होइन अरू हेरी चाहिँ अब यस्तो त्यस्तो छ नि त ल गाइस यो भन्छ अहिले हामीले रेडी सेडी गरेर एकदम फिनिसिङ भयो स्लेबको यस्तो दामी भयो अन्त कति हो दा 60 ब्याग चाहिँ हाम्रो यहाँ दाले फर्स्ट टु लास्ट ठिकै हो ठिकै एकदम खतरा खतरा यहाँ दाको पनि खतरै हो आम्मा दानामा चाहिँ यो स्लेब चाहिँ अब अहिले पनि आधी उधी हुन्थ्यो चडक्क काण्डे हो सक्यो नि अब ढुक्कै भयो